ल्यायो त आफ्नै देशमा भात पकाएर खानको लागि पनि बाँच्नको लागि पनि तिमीहरूलाई हामीले आइडी कार्ड देखाउनु पर्ने दिन आयो हैन फुक्का मादरकुल्ली साला ग्यास लिन जानको लागि ग्यास किन्नको लागि आफ्नै खल्तीको पैसाले आफैले काम गरेर आफैले मेहनत गरेको पैसाले ग्यास किन्नको लागि हामीले आधार कार्ड परिचय पत्र नागरिकता पासपोर्ट के देखाउनु पर्ने कस्तो नियम ल्याउन आट्यौ तिमीहरूले कहाँ पुर्याउन आट्यौ देशलाई के चाहिँ खुत्याउन खोजेका हो के चाहिँ देखाउन खोजेका हो के नाप्न खोजेका हो तेरीमा टोक्ने अचम्मै पो अचम्मै यो त संसारमै न हो काम पो तिमीहरूले लिएर आयो त साला ग्यास किन्न जानलाई नागरिकता देखाउनु पर्ने दिन आयो मादरकुल्ली यार के गर्न आँटेको यही हो तिमीहरूको के भन्छ अरे के अरे फरक यही हो तिमीहरूको नयाँ नेपाल हैन यही हो तिमीहरूको विकास तेरीमा टोक्ने छक्कै अचम्मै यो त इतिहासमै नभएको सारा विश्वमै नभएको पो कानुन ल्याएको तिमीहरूले त के गरेको यो अचम्मै लाग्यो यार नबोलौँ भनौँ खुलित्त बनाएको बनाइछन् नाप्ने केही होइनन् सबै खुलित्तै बनाइदिएछन् नबोली त बस्ने नै बनाउँदैनन् यार अनि होइ गरेछन् यिनीहरूकै पार्टीकाले यिनीहरूकै समर्थकले होइ तेरीमा झ्याक्ने राम्रो के नराम्रो के छुट्याउन नसक्ने तिमीहरू त नेपालीको नाममा देशभक्तको नाममा कुकुर पागल पातै रहेछौ यार तिमीहरू त साँच्चै घन्टे लन्ठै झुन्ड्या घन्टे रहेछौ यार तिमीहरू त छ्या तिमीहरूको पार्टी तिमीहरूको कार्यकर्ता अनि तिमीहरूको सम्पूर्ण चाहिँ समर्थकहरूलाई हार्दिक श्रद्धाञ्जली ल नरिसाउनु होला हदै गर्ला मलाई चाहिँ थुनिदिने होला यत्रो स्थिति थुनै थुन्छ तिमीहरूको यो 12-1 बजेको घाममा राति मध्यरातमा यो झरीमा गएर चाहिँ आफ्नो आइडी कार्ड देखाएर पासपोर्ट देखाएर नागरिकता देखाएर ग्यास किनेर खानुभन्दा बरु लहरा थुन्दै फ्रीको खाइन्छ दाल भात बसिन्छ यत्रो स्थिति मा झ्याक्ने यार आफूले कमाएको पैसा आफूले मेहनत गरेको आफ्नो परिश्रम आफ्नो पसिना बगेको पैसाबाट 2 छाक भात खानको लागि ग्यास किन्नको लागि आज नागरिकता देखाउने दिन आयो हैन तेरीमा झ्याक्ने